हामी यो साँझमा देखिरहेका छौँ यहाँ विद्यार्थीहरू हुनुहुन्छ, अभिभावकज्यूहरू हुनुहुन्छ, खेलाडीहरू हुनुहुन्छ, त्यसै गरी फुटबलसँग सम्बन्धित पदाधिकारी खेल प्रशिक्षकज्यूहरू हुनुहुन्छ र विद्यालयका शिक्षक कर्मचारीहरू यहाँ रहनुभएको छ। यो खुसीको क्षणमा म सर्वप्रथम यस विद्यालय परिवार खेलाडीहरू प्रशिक्षकहरू सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सायद यहाँले बुझ्नु भएको छ, इसान नेपालको विशेष गरेर प्राइभेट लगानीद्वारा सञ्चालित विद्यालयहरूको छात्र संगठन हो र इसानका सातै प्रदेशमा प्रदेश स्तरीय संगठनहरू रहेका छन् र इसान गण्डकी एउटा सशक्त प्रदेश हो जसले यस्ता खालका कार्यक्रमहरू नियमित गर्ने गर्छ।
हामी यो साँझमा देखिरहेका छौँ यहाँ विद्यार्थीहरू हुनुहुन्छ, अभिभावकज्यूहरू हुनुहुन्छ, खेलाडीहरू हुनुहुन्छ, त्यसै गरी फुटबलसँग सम्बन्धित पदाधिकारी खेल प्रशिक्षकज्यूहरू हुनुहुन्छ र विद्यालयका शिक्षक कर्मचारीहरू यहाँ रहनुभएको छ। यो खुसीको क्षणमा म सर्वप्रथम यस विद्यालय परिवार खेलाडीहरू प्रशिक्षकहरू सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सायद यहाँहरूले बुझ्नु भएको छ, इसान नेपालको विशेष गरेर प्राइभेट लगानीद्वारा सञ्चालित विद्यालयहरूको छात्र संगठन हो र इसानका सातै प्रदेशमा प्रदेश स्तरीय संगठनहरू रहेका छन् र इसान गण्डकी एउटा सशक्त प्रदेश हो जसले यस्ता खालका कार्यक्रमहरू नियमित गर्ने गर्छ र इसानले गर्ने नियमित कार्यक्रम मध्येको फुटबल एउटा कार्यक्रम हो र इसान गण्डकीले 14औं संस्करणमा अहिले हालै आज मात्र सम्पन्न भएको फुटबल प्रतियोगिता मलाई लाग्छ झन्डै 70 भन्दा बढी गण्डकी प्रदेशका +2 सञ्चालित विद्यालयहरूद्वारा सेलेक्सनमा आएका 16वटा विद्यालयका खेलाडीहरू खेलेर आज यो विद्यालयका विद्यार्थी भाइहरू र खेलाडीहरूले गेम जित्न सफल हुनुभएको छ। यो विद्यालयको मात्रै गर्वको विषय होइन, म यहाँ विद्यालयले डाकेर पनि आउँथे र सँगै बागलुङको हैसियतले अथवा इसान धौलाइको हैसियतले पनि म यहाँ आउँथे र आउनु पर्थ्यो, मेरो कर्तव्य हो। हामीले प्राउडनेस फिल गर्न सक्नुपर्छ हाम्रो उपलब्धिमा। यद्यपि हाम्रा आफ्ना आन्तरिक कम्पिटिसन पनि हुने गर्छन्, तर पनि यो उपलब्धि यदि साँच्चै नै रियलाइज गर्ने भने यो विद्यालयको मात्रै नभएर धौलाइको उपलब्धि हो। त्यसकारणले पुनः विद्यालय परिवार र खेलाडीहरूलाई पुनः बधाई दिन चाहन्छु। र हामीले बुझ्नुपर्ने कुरा के छ भने अब बागलुङ +2 एसई सकेर +2 गर्नको लागि न त शिक्षा मतलब सैद्धान्तिक ज्ञानको लागि न त खेलकुद र अतिरिक्त क्रियाकलापका लागि बाहिर जानुपर्छ। तपाईहरुले देशको विभिन्न ठाउँमा पाउने अवसर बागलुङमा पाउनुहुन्छ। मैले यति यहाँ भन्न चाहे, किनभने नेपालमै गण्डकी प्रदेशले उत्कृष्ट कार्यक्रमहरू गर्छ र त्यो कार्यक्रम बागलुङले जित्छ, धौलाइले जित्छ भने why we have not to say, किन हामीले नभने we have to be proud on this। त्यसकारणले म सम्पूर्ण विद्यार्थीहरू अभिभावकहरू यहाँ हुनुहुन्छ र सायद यो मिडियामा पनि जान्छ होला, हामी अब बागलुङलाई पठन पाठन मात्रै होइन यो खेलकुदको पनि एउटा सेन्टर बनाउनु पर्छ र अब चाहिँ हामीले विद्यालयद्वारा गर्ने कार्यक्रमलाई नितान्त मर्यादित र अनुशासित तरिकाले गराउनुपर्छ भनेर हामी प्रमिस पनि गरेका छौँ। सरहरूले मैले सरसल्लाह पनि गर्दै आयौँ कि हामीले अबको चाहिँ कम्पिटिसन कसैले जित्दा बाइक पड्काउँदै हिँड्ने, गाडी पड्काउँदै हिँड्ने होइन। यो कार्यक्रम भव्य हुनुपर्छ, सभ्य हुनुपर्छ, जुलुस प्रदर्शन गर्नुपर्छ, हामी सबैको जित हो, त्यसरी अगाडि बढ्नुपर्छ भनेर तयारी भइरहेको थियो, बाजागाजाको तयारी पनि भइरहेको थियो। यद्यपि चुनावको कारणले अब प्रशासनले चाहिँ यो प्रशासनको लागि अथवा चाहिँ मार्गदर्शन गर्नको लागि चाहिँ बन्देज लाग्नुपर्ने भयो। त्यसकारणले चाहिँ हामी यहाँ छौँ।
त्यसकारणले फेरि पनि मैले यहाँहरू सबैलाई भन्न चाहन्छु, बागलुङले सबै विद्यालयले गर्नुभएको छ र यसको समग्र यो रिफ्लेक्सन नै हो जस्तो मलाई लाग्छ। त्यसकारणले चाहिँ अब हामीले चाहिँ बागलुङलाई एउटा खेलकुदको सेन्टर, शैक्षिक केन्द्र, एउटा अनुशासन, मर्यादा, नियम, रुलको केन्द्र बनाउन सकौँ। पुनः यही भन्दै पुनः विद्यालय परिवारप्रति हार्दिक बधाई ज्ञापन गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद बालकृष्ण सरलाई। र फेरि पनि नाचगानमा सरिक भइदिनु हुन उपस्थित यहाँ जति पनि हामी छौँ भइदिनुलाई अनुरोध गर्दै वाद्य वादनमा रहनुहुने साथीहरूलाई पनि नाचगानको लागि बाजा बजाइदिनु हुनुको लागि पनि अनुरोध गर्छु। हस्त धन्यवाद।
जाउँथे तिम्रै गाउँ हेरेर छेको सानो औलो नालाले